हेलो ट्याप पनि लिनु स्ट्रेट चाहिँ हेलो आज चाहिँ वान अफ द इम्पोर्टेन्ट डेज भनौँ म चाहिँ बिहान फ्रेस भएर रेडी भएर बसिरहेको छु। अब आजको प्लान के छ भनेपछि हाम्रो चाहिँ यता फ्ल्याटमा अपार्टमेन्टमा मन्दिर बनाएको थिएन हामीले, किनभने यता चाहिँ अब सबै मन्दिरको पूजाको सामानहरू पनि इजिली एक्सेसिबल पनि छैन, पाउन पनि गाह्रो पाउन त पाइन्छ तर अब गाह्रो हुन्छ, टाढा हुन्छ। अनि मैले चाहिँ रिसेन्टली नेपाल गएको बेला सबै सामानहरू किनेर लिएर आएको थिएँ पूजाको लागि, भगवानको जस बेसिक हामीलाई के चाहिन्छ घरमा पूजा गर्नलाई। अनि हाम्रो यता फ्ल्याटमा चाहिँ स्पेसिफिक रुम छुट्टाएको छैन, अब ठुलो लिभिङ स्पेस छ। अब लिभिङ स्पेसमा हामी इम्प्रोभाइज गरेर अब के हुन्छ टेबल हुन्छ कि अब बक्स हुन्छ कि के हुन्छ मन्दिरको लागि भगवानलाई स्पेस बनाउनलाई एउटा केही यस्तो टेबल जस्तो स्पेस बक्स केही खोजेर लिएर आउँछौँ फर्स्ट। अनि आज हाम्रो अब मन्दिर सेटअप गरेपछि फर्स्ट पूजा पनि गर्छौँ दुईजना मिलेर, त्यही छ प्लान। फर्स्ट चाहिँ त्यो मन्दिरको लागि स्पेस बनाउनलाई के हुन्छ भनेर खोज्न जान लाग्छौँ। सो लेट्स गो। अब हामी लाने मेरो फेभरेट प्लेस के मार्टमा पाइन्छ कि भनेर हामी कतातिर यता साइडबाट जाने होइन। मलाई बाटो भन्नु न है, त्यही नि। Perfect parking. Good job. चाहिँ टेबल खोज्दैछु सानो साइजको, यताको यो सेक्सनमा छ जस्तो लाग्यो थियो, अनि टल ठुलै हुन्छ। के रहेछ फोल्डिङ यता हेर्नु त, यो फोल्डिङ टेबल रहेछ, यो हुन्छ जस्तो लाग्यो। यो हेर्नु त, यसलाई अनफोल्ड गर्नुपर्छ, यहाँ लेखेछ फोल्डिङ ब्रिफ केस जस्तो रहेछ है। त्यही भयो क्याम्पिङको लागि रहेछ, राख्नु त एकचोटि कत्रो हुन्छ। हुन्छ क्या हो साइज लक लाउने। कति छ प्राइस? $19। राम त भुइँमा हुँदैन त यो टेबल। हुन्छ, यसको लक चाहिँ बिग्रिरहेछ त, एक भइहाल्यो। यसमा टक्क गरेर भइहाल्यो नि। हुन्छ पर्फेक्ट छ, मैले खोजेको जस्तो। यसको यति रहेछ, $19 रहेछ मिनी क्याम्प टेबल। यो त पढ्न स्टडी टेबल नि हुन्छ जस्तो छ। ल ठिक छ, यो लिउँ। कति खोज्दा यहाँ पिकनिकवाला कुन सेक्सन हो? क्याम्पिङवाला सेक्सन। ब्रिफ केस जस्तो हो, अफिस जानु लाग्छ त। राम्रो रहेछ। अरू पनि छ, यो चाहिँ ठुलोवाला रहेछ। यो त धेरै नै ठुलो हुन्छ, हामीलाई चाहिँदैन। यस्तै टेबल तर अलि ठुलोवाला रहेछ यो, हामीले लिएको भन्दा चाहिँ। यसलाई ठुलो पार्न मिल्छ क्या हो र होइन? यो चाहिँ अलि अर्को, यो 52 रहेछ, हामीले लगेको चाहिँ 19। क्याम्पिङ के मार्टको क्याम्पिङवाला सेक्सन। तातो फुट्दैन भनेर होला सबै चाहिँ। कफी मेकर राम्रो रहेछ, उताको फुट्दैन नि त। यो इन्सुलेसन वाला के तातो रहने वाला कति राम्रो, कस्तो क्यूट। लिदिनु नि त एउटा ड्रिम बिग।
यसरी नै डिस्ट्र्याक्ट हुन्छ जाम घरमा काम छ होइन के अरे त्यही कस्तो राम्रो सामानहरू छ क्याम्पिङ नफुट्ने सामान हो नि त यो चाहिँ के हो यो त पकाउने फोइल अब हाम्रो भयो टेबलको काम भयो अब गर्छौँ ए मात्र लिनु त होइन आज लेट्स गो धेरै काम छ यो क्याम्पिङ रग पनि कस्तो राम्रो लाग्यो हामीलाई क्याम्पिङ जाँदा काम लाग्छ कति रहेछ यहाँ प्राइस चेक गर्न मिल्छ $12 राम्रो छ है 12 त वर्थ इट हो यो है यो भन्दा राम्रो लाग्यो क्या मलाई यो चाहिँ अलिक कलर कस्तो खुइलेको जस्तो छ यो चाहिँ राम्रो छ कस्तो 4 पनि कत्रो छ साइज कत्रो छ लेखेछ साइज 2 मिटर लाइक सेम साइज सेम हो यो त थाहा छ नि त पहिला थियो यो चाहिँ 18 छ तर मलाई त यो भन्दा यो मन पर्यो यो राम्रो अब यो रग पनि लियो टेबल पनि लियो अब चाहिँ घर जाऊँ डिस्ट्र्याक्ट नगरौँ राम्रो हुन्छ उसलाई लगाइदिनु राम्रो छ है लिनु पऱ्यो क्या एउटा ल यो ट्याब पनि लिनु वेब एफएम ल खै नर्मल भर्सेस विथ वाकिङ गर्दा काम लाग्छ नि ठिक छ चाहिएको सामान चाहिँ भेटियो ठ्याक्कै भेटियो फर्स्टमै यसो मात्नु त खोइ गाडी यहाँ छ हाम्रो चाहिँ यो खाली स्पेस छ यता राख्ने भनेर सोचिरहेको छु फर्स्टमा चाहिँ म यो सबै सफा गर्छु अनि हेरौँ के हुन्छ हाम्रो चाहिँ पूजाको सबै सामानहरू रेडी बनाएर राखेँ अब हामीले यो एक्चुअली मन्दिर बनाएर स्थापना गरिसकेको छैनौँ अब चाहिँ हाम्रो टेबलमा मन्दिर बनाएर राम्ररी पूजा गरेर मिलाएर हेलो ल अब चाहिँ यति सामानहरू मैले सबै मिलाएर निकालेर राखिसकेँ अब हामी सुरु गर्ने मन्दिर बनाउने सबै स्थापना गर्ने अनि पूजा गर्ने फर्स्ट भगवानको किताबहरू यो चाहिँ मम्मीले घरबाट पठाउनु भएको घरमै स्थापना गरेर अनि यो चढाउनु भनेर पठाउनु भएको मैले चाहिँ यताको कोइन पनि थपिदिएँ अनि अब यता भगवानको मूर्तिहरू यताउता फल प्रसाद कलशहरू त्यता छ सबै उ छ मिलाउँ न मिलाएपछि राम्रो खिच्दिन्छु फर्स्टमा टेबल यो ओछ्याउने ओके उभिलेर आएको हामीले राखेर चट्ट पुसेर अनि कस्तो राम्रो टक्क लक गर्न नि मिल्ने ल यहाँ हाम्रो चाहिँ दुईटा कलश चाहिँ राखिसक्यो टेबलमा अब यहाँबाट लिएर आउने काम चाहिँ खाली हेभी छ होला यो हेभी अलिअलि हेभी छ सबै भगवानको खाली गणेश भगवान विष्णु सूर्य शिवजी र माताको यसलाई स्थापना गरेर घरमा पूजा गरेर लिएर आएको अहिले हामीले अब यताबाट कन्टिन्यू गर्ने मात्रै हो यसमा राखिदिन्छु भगवानहरूको ठाउँ अब
यो चाहिँ पहिला नेपाल उदाको भिडियो हो। यसमा चाहिँ हामीले यता अस्ट्रेलिया ल्याउनलाई भगवानको नयाँ मूर्तिहरू लिएको थियौँ। अनि त्यो मूर्तिहरू चाहिँ मम्मीले मन्दिरमा लगेर पूजा गरेर अनि घरमा भित्राइदिनु भएको थियो, नेपालकै घरमा। यो चाहिँ त्यही बेलाको कुन सम मोमेन्ट्सहरू हो। Now back to present. दक्षिण काली माताको फोटो, लक्ष्मी माताको फोटो। टीका लगाइदिउँ हजुर गर्ने हो गर हुन्छ के गर्ने गणेश भगवानलाई थोरै येल्लो टीका पहिला जाउँदैन थोरै येल्लो लगाइदिनु, रातो लगाइदिनु, यहाँ होला रातो लगाइदिनु अनि अक्षता चढाइदिनु। अनि आज फर्स्ट सबै भगवानलाई लगाइदिनु। जय गणेशाय नमः। त्यसपछि यहाँ पनि गीतालाई गर सुरुमा सोच्तानी चाहिँ अब पढ्ने बेला गीता त जहिले पढ्दा पनि हुन्छ आफ्नो इच्छा होइन त्यस्तो लाग्यो गीता आफ्नो इच्छाले पढ्नु जस्तो लाग्यो। ल हजुर गर्नु टीका लगाइदिनु अनि लक्ष्मीलाई चुनरी लगाइदिनु। दक्षिण काली मातालाई पनि लगाइदिनु। आई थिङ्क यो दक्षिण कालीकै, यो चाहिँ दक्षिण कालीकै हो। दक्षिण कालीकै लगाउनु उतैबाट ल्याएको चढाएको हुन्छ। दक्षिण कालीको दक्षिण काली लेखेर रहेछ फेरि यो भयो। अब दुध हाल्छु। सक्यो होला। अरू के छ? किताबहरू भइहाल्यो। किताबहरू भइहाल्यो। किताबहरूलाई यता राखिदिउँ। ठिक छ बिचमा भयो। अक्षता लाउनु, प्रसाद खानु, आजलाई डन। अब बेलुका पूजा गर्नु अबदेखि। ल प्रसाद